मान्य सदस्यहरू, प्रतिनिधि सभा 2082 को दोस्रो अधिवेशनको पहिलो बैठकको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू के का लागि उठ्नुभयो? मैले मान्य सदस्यहरूबाट आज आकस्मिक समयमा बोल्न पाऊँ भनेर सबै दलका विपक्षी दलका सबै मान्य सदस्यहरूले मलाई भेटघाट गरिसक्नु भएको छ र मैले उहाँहरूलाई समय निर्धारण गरिसकेको छु। त्यसकारणले सबै मान्य सदस्यहरूलाई बसिदिनलाई म अनुरोध गर्छु। मैले समय निर्धारण गरेको छु, म समय दिन्छु, त्यसकारणले मान्य सदस्यहरू बसिदिनु होला। मान्य सदस्य, मैले कारबाही प्रारम्भ गरेकै छैन। हामीले मौन धारण गर्नुपर्ने छ, हाम्रो केही विधि छ, त्यसकारणले यहाँहरू बसिदिनु होला। त्यसपछि म आकस्मिक समय दिनेछु।